हिन्दू हूँ हिन्दू हूँ हिन्दू। नेपालका राजनेता आदरणीय शेरबहादुर दाइलाई सारगर्भित मन्तव्यका लागि हार्दिक अनुरोध गर्दछु। आदरणीय नेपाली कांग्रेसका साथीहरू, सर्वप्रथम यो भेलामा उपस्थित सबै साथीभाइहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। एयरपोर्टदेखि नै साथीहरूले पार्टी तथा मेरो समर्थनमा जो उत्साहपूर्ण सहभागिता देखाउनुभयो, यसका लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। अब नेपाल अत्यन्तै अप्ठ्यारो अवस्थामा छ। सबभन्दा महत्त्वपूर्ण कुरा मैले हिजो पनि बोलिसकेको छु, अस्ति नै बोलिसकेको छु। पञ्चायत कालदेखि नै न्यायालयले, सर्वोच्च अदालतदेखि सम्पूर्ण न्यायालयले हामीलाई न्याय दिएको हो। न्याय दिएकोमा वास्तव भन्ने हो भने राजाले थुन्दाखेरि पनि राजाको आयुलाई खारिज गरेको हो। त्यसले पञ्चायत काललाई पनि धेरै बेला जेलमा छुटेको हो। म अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु। अझै मुद्दा हामीले हालेका छौँ अदालतमा कि यो चाहिँ नि हाम्रो, मैले त्यो मानेको थिएन के आएको थिएन, मैले मानेको पनि थिएन। त्यो पहिलेको पार्टी अधिवेशनमा मैले माने पनि थिएन। त्यो चाहिँ यसलाई मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन। यसरी नगर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्यपूर्ण तरिकालाई धेरै साथीहरूलाई बाहिर राखियो। त्यसको खिलाफमा हामीले अदालतमा गयौँ। अदालतले भनेको छ यो त अन्याय भयो भनेर। मलाई विश्वास छ अदालतको पूर्ण पाठाउनु बाँकी छ, अदालतको पूर्ण निर्णय आउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हार्दिक पुरा विश्वास गर्दै अदालतको लागि पनि मान्छु। अब अरू कुराहरूको सम्बन्धमा साथीभाइले बोलिसक्नुभयो, मलाई धेरै केही भन्नु छैन। एउटा साथीले लेख्नुभएको छ, सनातन हिन्दू राज्यबाट के बोलिदिनु भनेर बोलेको छ। सबै साथीहरू इच्छा छ, मलाई बोल्ने कुरा धेरै छैन। तर म हिन्दू हुँ, मेरो व्रतबन्ध पनि हिन्दू अनुसार भएको हो। मेरो बहिनीको बिहा गर्नु पऱ्यो भन्दाखेरि के गर्ने भन्दा बहिनीको बिहा गर्ने भने त व्रतबन्ध गरेपछि बहिनीको बिहा गर्न मिल्छ भन्यो। ल बहिनीको बिहा गरेर व्रतबन्ध गरेपछि जसले पनि हालेको भयो। त्यस पछाडि चाहिँ मैले बिहा पनि